उहाँले चाहिँ एकदमै आफ्नै गाना बजाउनुहुन्छ है र एकमा चाहिँ उहाँले र यो सङ्गले चाहिँ अब के भन्छ भने चाहिँ है सम्पत्ति हुँदा चाहिँ सबैले हाई हाई भन्छ है आफ्नै दाजुभाइले पनि लु हाई हाई लु के छ के कसो अनि विपत्तिमा केही नहुँदा चाहिँ आफ्नै दाजुभाइले पनि परै ठान्छ भन्ने खालको गाना उहाँले चाहिँ है भन्नु खोज्दैछ र उहाँको नाम चाहिँ सञ्चबीर लिम्बू हाम्रो मङ्साबुङ निवासी हुनुहुन्छ एकदमै दामी उहाँको ट्यालेन्टेड छ है हेर्नुहोस् न उहाँले एकदमै दामी बजाउँछ दामी डान्स गर्छ है सम्पत्तिमा हाई हाई अरे विपत्तिमा चाहिँ अब कोही छैन दाजुभाइ हुनु त ठिकै हो नि होइन सम्पत्तिमा है सबैले हाई हाई भन्छ आफ्नो सम्पत्ति हुँदा धन सम्पत्ति हुँदा पैसा हुँदा सबैले लु है लु भन्छ तर केही नहुँदा चाहिँ मान्छेहरूले भन्छ नि छ्या त्यो त भन्दै अब बोलाउँदैन है त्यो भन्नु खोजेको यो सङ्गले चाहिँ है यो डेडिकेट गर्दैछ दाजुले है आफ्नै मुखले एउटा मादल बजाएर है एकदम तपाईँले मनोरञ्जन गरिदिनु होला अनि सबैजनासम्म सेयर गरिदिनु होला अनि है तान्छोक पराङदेन सुब्बालाई पनि पेजलाई फलो गरिदिनुहोस् होला भन्न चाहन्छु अब एक दिनबाट अर्को पनि निकाल्दैछ अरे चाँडै उहाँ दाजुले है जिन्दगी मरेर लानु के छ र होइन हाँस खेला गर्नुपर्छ होइन 2 दिनको जिन्दगीमा हाँस खेला आज छ भोलि हुँदैन होइन त्यही भएर अब नमरे बाछे है रमाइलो गर्नुपर्छ धन्यवाद है हाम्रो दाजुलाई